हेलो एभ्रिवान ल आजको हाम्रो ब्लग चाहिँ देख्न सक्नुहुन्छ सातो बाटो स्विमिङ पुलमा हो सो बवाल हुनेवाला छ एकछिनमा अब गर्मीले अलिकति धेरै नै दियो के त्यही भएर यसो डुबुल्की हान्दै घुमेर आएको थियो ब्याग सुधा हुन्छ अब एकछिनमा हेर्दा त राम्रो चाहिँ क्लिन छ होइन एकछिन हेरौँ अब कतिको के छ ल यो चाहिँ 6 फिट वाला हो अनि उताको यो चाहिँ 4.5 फिट लेन छ नि यो चाहिँ ल के छ आज हानिन्छ हैन त त्यहाँबाट त्यहाँसम्म हेर्दा त यो लेन चाहिँ अब सकिन्न जस्तो लाग्छ किनभने धेरै दिन भइसक्यो नि त यस्तो हान्नुमा नि ब्रेडवालामा हो ठिक छ लेन्थ हान्न नसकिए नि ब्रेडवालामा अब खुट्टा टेकम भन्ने हुन्न यहाँ साइडतिर आएर यसो अब हात समाए मात्रै उहाँ चाहिँ मेरो ठुलो दाइ है मेरो भाइ यो सानो भाइ पहिला काखमा राख्थेँ अहिले यत्रो भइसक्यो हेर्नु अब ठुलो दाइले नै काखमा राख्ने भइसक्यो यहाँ चाहिँ टक्क स्विमिङ नखेल्ने भए पनि यहाँ टक्क अडियन्स बस्ने ठाउँमा आएर टक्क हेर्न चाहिँ मिल्छ जो पनि इन्टरनेसनल ग्राउन्ड इन्टरनेसनल भने इन्टरनेसनलै हो क्या टक्क होइन वरिपरि राम्रो छ नि त पुरै एम्बियन्स पनि अब रुखसुख छ होइन एरिया त वाइल्ड ठुलो रहेछ अनि के अरे के भन्छ त्यसलाई इन्डोर पुल पनि छ यता त्यो चाहिँ 500 हुन्छ होला 6.5 फिट हो के छ त के छ यार गोप्रो यार ठिक छ अलिकति ह्यान्डसम निकाल्दैन राजा यो यतिको ह्यान्डसम निकालिदिनु पऱ्यो हो यो अर्को ह्यान्डसम यो यतिको अलिकति भएन नि त कालो कालो देख्छु कालो चस्माबाट त्यस्तो रहेछ केटाहरूलाई पुर्ने काम चलिरहेको छ 1 बजेबाट अब छिर्न पर्ने हो 1 बजे पनि गर्न लाग्यो ढिलो भइसक्यो केटाहरू आउँदैनन् होइन हतार हुन्छ क्या फेरि पेसेन्स लेभल भन्ने छ नि त्यो गरिहाल्नु पऱ्यो सुरुङमा हान्न कस्तो गर्मी कट्टु किनेको छैन भने चाहिँ यहाँ आएर यसरी किन्दा पनि हुन्छ है कट्टु खरिद कार्यक्रम उहाँ सरले चाहिँ 4 सालको कट्टु ल्याइसक्नु होइन 4 सालको नहुनुहुन्छ अघि नै ल्याइसक्यो 4 सालको ल हाम्रो जुम्ली केटाहरू भेट भइसक्यो ल अब गएर चुप्लुङमा हानिदिने कति भयो ल 13 मिनट ढिलो भइसकेछ ल आउटडोर स्विमिङ पुल यता रहेछ क्या त अलि जल्दी एकदम बढिया तँ त खेल्न आउनु हुन्न थियो त पैसा चाहिन्छ अब सेलिब्रेटीलाई मैले यति खिच्न पाइन्छ दाजु हो कति रे चार्ज मेरो इन्ट्रो दिएन चार्ज कति रे उहाँ हुनुहुन्छ महान कवि किशोर चौलागाई एउटा कविता गाइदिनुहोस् न त कविता गाइदिनुहोस् न त एउटा ए यता 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 माथि यता हरिफ दियो है केटाहरूले ल खै टिकट दाजु टिकट छ यहाँ तपाईँको है ल टक्कै यसरी चेन्ज गरियो यहाँ बडी सडी देखाउँ न एकचोटि बा यस्तो हो क्या पारा के देखा चाहिँ के पर्दियो त को त ड्राइभर होस् त ल है त हामी स्विमिङ पुलमा छिरिसकेछौँ यो चाहिँ 4.5 फिटको वाला हो अनि यहाँ 6.5 फिट हो है यो ल हान्न त डाइभ होइन पहिला थोकै जिउसु तन्कायो कहिलेकाहीँ मड्किन्छ ल है उहाँमै भने यो है उहाँमा सहयोग गर्नुपर्छ है त 6.5 फिट डुबिन्न ल चस्मा लाएर अब हानिदिनु पऱ्यो कहाँ यहाँ पानीमा
कस्तो लागिरहेको त दामी हो हेर्दै क्लोरिन रहेछ होइन गाह्रो गाह्रो हो त्यहाँ अलिकति प्र्याक्टिस गरेर लेन्थ पनि धेरै रहेछ ब्रेथमा चाहिँ ठिकै छ थाकियो हेर ल एकदम रमाइलो छ टक्क आज फ्राइडे हो मान्छेहरू पनि त्यस्तो धेरै पनि छैन यो सानो पुलमा चाहिँ स्कुलको बच्चाहरू यताउति आउने रहेछन् त्यही भएर कम नै हुन्छन् 6.5 फिटकोमा चाहिँ त्यसै धेरै मान्छे छैनन् शनिबार चाहिँ अलिअलि प्याक हुन्छन् भन्ने सुने हो रमाइलो छ अब हामी एक लट त्यहाँ जाउँ अनि पुग्छ पनि होइन यस्तै हाल्ने भएर यता पुग्यो लभली सर्ट कतिको गइरहेको छ भनेर म तल घर देखाउँछु ल सातोबाट स्विमिङ टक्क आउने मजाले स्विमिङ खेल्ने अलिअलि पानी खाने स्विमिङ चल रहा केटाहरू यता यता डुबे 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 Ready to the rescue! मलाई बन्द गर ल बाबु ल यसरी खुट्टा दिनु ल ल हाम्रो 2 घन्टा सकेको छ 3 बज्यो खासै धेरै त गरिएन 300 मिटर मात्र स्विम गरियो साथीहरुसँग रमाइलो यसरी टक्क सिटी बजाएर कस्तो रह्यो त आजको स्विमिङ मजा आयो मजा ल जिम गयो भने यस्तो राम्रो बडी बन्छ है सावर लिने काम भइसकेछ ल हाम्रो चाहिँ खाजा मोमेन्ट चल्ला के मगाएको अरे हामीले हो चौफिन हो म्यानेजर ए सरी सरी दाजु के रे इन्जिनियरिङ पढ्ने मान्छे मिठो जहिले खाडेमा चोखो